क्यामेरामा कैद भइरहेको यो दृश्य सान लोरेन्जो हो। सान लोरेन्जो सान फ्रान्सिस्को इस्टर्न बे एरियामा पर्दछ। अहिले बिहान 8:30 बजेको छ। हामी नजिकैको लेक चाबटको दृश्यावलोकनको लागि निस्केका छौँ। खुला आकाश, नीलो आकाश, फराकिला सडक, द्रुत गतिमा कुदेका मोटर सवारीहरू। हामी एकैछिन रोकिन्छौँ र फेरि अगाडि बढ्छौँ। ट्राफिक नियमको पूर्ण पालना गर्ने यो सहरमा अगाडि देखिएको एउटा भूभागको फेदीमा एउटा लेक चाबट रहेको छ। हामी एकैछिनमा लेक चाबटको नजिकै पुग्छौँ, पार्किङ गर्छौँ र दृश्यावलोकनमा लाग्दछौँ। लेक चाबट इस्टर्न बे एरियाको, सान फ्रान्सिस्को इस्टर्न बे एरियाको वाटर सप्लाईको रूपमा 1875मा मानव निर्मित ताल रहेछ। तालको बाहिरी भूभागलाई एउटा सुन्दर पार्कको रूपमा विकास गरिएको रहेछ, जुन चाहिँ अत्यन्तै मल्टिफङ्सनल पार्क रहेछ। यसमा हाइकिङ गर्ने, मर्निङ वाक गर्ने र विकेन्ड तथा बिदाहरूमा पिकनिक मनाउनको लागि पनि यसलाई रूपान्तरण गरिएको रहेछ। पार्कको छेउमा क्याफेटेरिया तथा अन्य सरसुविधाहरूको विकास गरेकोले भिजिटर्सहरूको सुविधाको पूर्ण ख्याल गरेको पाइयो। यो पार्क अगाडि बढ्दै गर्दा 317 एकरमा फैलिएको लेक चाबट साह्रै विशाल, सुन्दर र मनोरम रहेछ। यो 10 माइलमा फैलिएको लेक चाबटको वरिपरिबाट हाइकिङ तथा साइक्लिङका रुटहरू विकास गरिएको रहेछ, तर यस ठाउँमा अन्य सवारी साधनहरू लैजान नपाइने रहेछ। तपाईँ पनि नजिकै हुनुहुन्छ, मौका र समय मिलेको छ भने एकपटक अवश्य लेक चाबटको दृश्यावलोकन गरेर ज्ञान हासिल गर्न सक्नुहुन्छ। धन्यवाद।